अतिथिहरू र सम्पूर्ण उपस्थित भद्र महिला तथा सत्तुवृन्द, सर्वप्रथम यो नेपालकै सबभन्दा ठुलो मोबिलिटी एक्सपो, यो नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 को उद्घाटन, यो भव्य उद्घाटन समारोहमा मलाई पनि विशेष अतिथिको रूपमा बोलाउनु भएकोमा र यहाँहरूका बिचमा सहभागी हुन पाएकोमा मलाई खुसी लागेको छ। यहाँ 55भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डको सहभागितामा आयोजना हुन लागेको आजदेखि सुरु नै भएको यो प्रदर्शनी नेपालको यातायात तथा मोबिलिटी क्षेत्रको विकासमा एउटा महत्त्वपूर्ण कोशेढङ्गाको रूपमा रहनेछ भन्ने मलाई लागेको छ। गतिशीलताका माध्यमबाट आर्थिक विकासलाई सशक्त बनाउने नाइमाको अवधारणा नेपाल प्रहरीले दैनिक रूपमा निर्वाह गर्दै आएको जिम्मेवारीसँग सन्निकटमै छ र यो यसको सम्बन्ध अन्योन्याश्रित छ जस्तो लाग्छ। सडक सुरक्षा, ट्राफिक व्यवस्थापन र सवारी अनुशासन कायम गर्ने दायित्व बोकेको सङ्गठनको हैसियतले मुलुकभर गुणस्तरीय, सुरक्षित र मापदण्ड अनुसारका सवारी साधनको उपलब्धता हाम्रो लागि निकै महत्त्वपूर्ण विषय हो। सुरक्षाको विषयलाई सबै क्षेत्रसँग जोडिने विषय भएको हुनाले यो अत्यन्त महत्त्वपूर्ण छ। सडकमा बुड्ने प्रत्येक सवारी साधन जति सुरक्षित छन् त्यसमा सवार हुने नागरिक त्यति नै आश्वस्त हुन सक्ने अवस्था रहन्छ। यस एक्सपोमा सहभागी गरिएका लर्निङ सेसन, पोलिसी डायलग र इन्डस्ट्री इन्टरेक्सन्स जस्ता कार्यक्रमहरूले सवारी उद्योग, नियामक निकाय र सुरक्षा निकाय बीच अन्तर्संवाद बढाउने अवसरहरू प्रदान गर्नेछन् भन्ने मलाई लाग्छ। नेपाल प्रहरी यस्ता संवादहरूमा सहभागी हुन र सडक सुरक्षा नीतिलाई थप प्रभावकारी बनाउनलाई आफ्नो भूमिका पनि सुस्पष्ट रूपमा यहाँ राख्न चाहन्छ। हाम्रा कर्मचारीहरू पनि आफ्ना ठाउँबाट समय निकालेर यो विभिन्न सेसनहरूमा सहभागी हुने कोसिस गर्नुहुनेछ। सवारी आयात र उत्पादन क्षेत्रका व्यवसायहरूसँग नेपाल प्रहरीको सहकार्य सधैँ रहिआएको छ। नेपाल प्रहरीले अग्रणी रूपमा वहन गर्दै आएको जिम्मेवारी जस्तै सडक सुरक्षा सचेतना जो हामीले कम्युनिटी पुलिस पार्टनरसिपको माध्यमले गर्छौँ, सवारी आवागमन व्यवस्थापन ट्राफिक प्रहरीले गर्छ, न्यूनतम रिसोर्सेस र ट्रेनिङका आधारमा मुख्य रूपमा हात तल्लाउने र सिट बुझ्ने तरसिटोले थाहा छ। धेरै हात तल्लाउने र सिट बुझ्ने कानुनी कुराहरू कम छ, यहाँहरू सबैले छलफल गरि नै हाल्नुहुन्छ। ट्राफिक नियम कार्यान्वयन तथा सडक सुरक्षाका क्षेत्रहरूमा नाइमा जस्ता संस्थाहरूको भूमिका सधैँ महत्त्वपूर्ण रहन गएको छ। खास गरिकन हामीले सडक सुरक्षाको कुरा गरिरहँदा नेपालको टेरेन, हाम्रो भौगोलिक अवस्था, हाम्रो इन्जिनियरिङ, सडक सुरक्षातिर जहिले पनि कुरा गर्ने इन्जिनियरिङ, एजुकेसन, इन्भाइरोमेन्ट, इन्फोर्समेन्ट, 4E, 5E पनि भनिन्छ अहिले त। यी सबै विषयवस्तुहरू अन्योन्याश्रित भएर आउँछन्। यो इन्जिनियरिङका कुराहरूमा अन्ततोगत सबैले चालकको लापरवाही भनेर क्या सजिलै उम्किने गरेका छन्। मूलभूत रूपमा ती सबै विषयवस्तु यो ईहरू इन्जिनियरिङ, इन्भाइरोमेन्ट, इन्फोर्समेन्ट सबैभरि ती विषयवस्तु ईहरू 4Es को सबैको उत्तिकै महत्त्वपूर्ण भूमिका छ। इन्जिनियरिङबाट धेरै स्लोपी अथवा स्टिप स्लोप भयो होला, अथवा स्लिपरी भयो होला, वा तेल पोखिए होला, वा चाहिँ धेरै त्यो ट्विस्ट एन्ड टर्न्सवाला होला, वा भत्केको होला, खाल्डो परेको होला, जोल्टिङ खाला, जथाभावी जेब्रा क्रस राखिएको होला, लेन नहोला, पार्किङ जोन नहोला, त्यहाँनिर सबै कुराहरूले सडक सुरक्षालाई प्रभावित गरेको हुन्छ। त्यसैले यी सबै सडक सुरक्षाका बिचमा इन्जिनियरिङ, सवारी साधनको इन्जिनियरिङ, सडकको इन्जिनियरिङ र त्यो इन्जिनियरिङसँग मेल खाने हाम्रो शिक्षा पनि उत्तिकै यो दुर्घटना न्यूनीकरणको लागि महत्त्वपूर्ण विषयहरू भएको हुनाले यहाँ मैले यो राखेँ। त्यसैले
हामीले अब एउटा गतिलो सवारी साधन, सेफ्टी फिचर्स भएको सवारी साधन पनि भन्छौँ। सँगसँगै हाम्रा आफ्ना यहाँ भएका सबै महानुभावहरूका छुट्टा छुट्टै आफ्नो क्षेत्र र भूमिका कर्तव्यहरू छन्। त्यहाँनिर सबैले म भन्दै आफ्नो भूमिकामा काम गर्नुपर्छ होला जस्तो मलाई लाग्छ। नेपाल पुलिसले यो जुन विद्युतीय सवारी साधन अहिले आजकल प्रयोगमा हुँदै आएको छन्, यसको वृद्धि पनि भएको छ। यी लगायतका वातावरण मैत्री मोबिलिटी प्रविधितर्फ निजी क्षेत्रको यो अग्रसरता जो रहँदै आएको छ त्यो प्रशंसनीय छ। यसले दिगो तथा सुरक्षित सहरी यातायातको लक्ष्य हासिल गर्न सघाउ पुर्याउँछ। खास गरिकन हाम्रो जस्तो फ्युल कन्जम्सनलाई कम गर्नुपर्ने मुलुकको हिसाबले यहाँ धेरै महत्त्वपूर्ण विषय छ। नेपाल प्रहरीले पनि पछिल्ला वर्षहरूमा पछिल्लो समयमा विद्युतीय सवारीहरूको प्रयोग क्रमशः विस्तार गर्दै वातावरण संरक्षणमा पनि योगदान पुर्याउनुपर्छ भन्ने यो चेतनाका साथ काम गर्दै आएको छ। एउटा यही अवसरमा यहाँ नभने कहिले भने, यति धेरै मान्छे बाबेला नभने कहिले भन्ने एउटा भन्नै पर्ने विषय, सुन्नै पर्ने विषय र सबै मिलेर गर्नै पर्ने विषय के छ भने यो आर्थिक वर्ष 2082-83मा नेपालभर 29,988, सुन्दै डरलाग्दो छ, 29,988 वटा सवारी साधनहरू दुर्घटनामा परेका रहेछन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा 4.32% बढेको रहेछ। औसतमा प्रतिदिन 82 वटा सडक दुर्घटना हुँदो रहेछन्। त्यसो हुँदाखेरि 130 जना घाइते हुँदो रहेछन् एक दिनमा। 7 जनाको औसत मृत्यु हुने रहेछ। आर्थिक वर्ष 82-83मा मात्रै 2,707 जना नागरिकहरूले सडक दुर्घटनामा ज्यान गुमाइसक्नु भएको छ। 2,700 ठुलो सङ्ख्या भने 47,553 जना घाइते हुनु भएको छ। यो तथ्याङ्क सुन्न पनि नसकिने, भन्न पनि मन नलाग्ने विषय हो, तर यो यथार्थ हो। यो त्यसैले यो मोबिलिटीको कुरा गर्दै गर्दाखेरि आखिर मोबिलिटी नै चाहिन्छ। आर्थिक मोबिलिटी, सामाजिक मोबिलिटी, आध्यात्मिक मोबिलिटी, यी सबै मोबिलिटीहरूमा फेरि चाहिन्छ यो मोबिलिटी नाइमाले जो आज गरेका छ। अब पुँजीको पनि मोबिलिटी हुन्छ नि। पुँजी ब्याङ्कबाट बिजनेसतर्फ, बिजनेसबाट उपभोक्तातर्फ, उपभोक्ताबाट सञ्चयकर्तातर्फ, सञ्चयकर्तातर्फ ब्याङ्कतर्फ, त्यसपछि फेरि साइकल चलिराख्नु पर्यो। राज्यले त्यो चलाइराख्ने। नागरिकले खर्च पनि गराउने, नागरिक कमाएर खर्च गर्नु पर्यो। पहिला कमाउने, रमाउने, खर्च गर्ने, कमाउने खर्च गर्ने क्रमले यसको मोबिलिटीलाई सिर्जना गर्छ र यसबाट सबैतिर चाहिँ त्यसको वितरण प्रणाली विस्तार हुन्छ। त्यसैले मोबिलिटी त सबैतिर महत्त्वपूर्ण रहेछ। ज्यानमा पनि मोबिलिटी महत्त्वपूर्ण छ। बसिराख्ने ज्यानहरूमा लेउ लाग्छ भन्ने जस्तो, बसिराख्ने पानीमा लेउ लाग्ने भन्ने जस्तो, बसिराख्ने ज्यानहरूमा पनि त्यस्तै गरी अल्छी लाग्छ, खुम्चिन्छन्। त्यहाँनिर चाहिँ कमजोर बन्दै जान्छ। जति मोबिलिटी भयो त्यति मान्छे क्रियाशील हुन्छ। इकोनोमी पनि त्यस्तै मोबिलिटी। त्यसैले यो अवसरमा यो उहाँहरूले अत्यन्त राम्रो काम गर्न सुरु गर्नुभएको छ। अब यो दुर्घटनाको तथ्याङ्कमा सबभन्दा धेरै फेरि यो दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल रहेछ। त्यो चाहिँ 59% रहेछ दुर्घटनामा। 14% मात्रै कार जिप रहेछ। मोटरसाइकल र कार जिप जोड्यो भने त झन्डै 80% हुन आयो, 80 हुन आइसक्यो। यो हुनाले हामी मोबिलिटीका साथसाथै सेफ्टी, मोबिलिटीको कुरा गर्दै गर्दाखेरि प्रहरी पनि भएको हुनाले र हामी सबै सुरक्षामा सचेत पनि हुनुपर्छ। त्यस कारणले सेफ्टी फिचर्स चाहिँ मोटरसाइकल होस्, साइकल होस्, मोटरसाइकल होस्, सवारी साधनहरू सबैमा यसमा चाहिँ आवश्यक हुन्छ। त्यस्तो किसिमको सवारी साधन भित्रिनु पनि पर्ने हुन्छ। त्यसैले हामी यो चिन्ता, मैले यहाँ यो तथ्याङ्कसहितको चिन्ता मैले व्यक्त गरेको हुँ। अहिले पछिल्ला वर्षहरूमा विद्युतीय सवारी साधनहरूको बढ्दो प्रयोग छ र विभिन्न प्रकारका, विभिन्न ब्रान्डका गाडीहरू उपलब्ध
भएसँगै यो आफ्टर सेल्स सर्भिसेस, स्पेयर पार्ट्स लगायतका विषयहरूमा प्रयोगकर्ताहरूका थुप्रै कुराहरू सोधिन्छन्। त्यस कारणले त्यो कसो हो त्यसलाई चाहिँ ग्राहकका सेवाग्राहीका गुनासा नहुने गरी त्यहाँ काम गर्नुपर्ने पनि हुन्छ भन्ने म निवेदन गर्न चाहन्छु। सवारी साधनहरूको आयात गर्दा नेपालको भूगोलट सडकको अवस्था मैले अगाडि पनि भने, भूगोल र इन्जिनियरिङ, प्रयोगकर्ताहरूको मनोविज्ञान समेतलाई, सडक प्रयोगकर्ताहरूको मनोविज्ञान समेतलाई ध्यानमा राखेर रिलायबिलिटी, ड्युरेबिलिटी, हाम्रो सडकमा फेरि ड्युरेबिलिटी हुनु, सडकमा उफ्रै गरेर गाडी हिँड्नुपर्छ, मान्छेले उफ्रिँदा अलिअलि पेट लागेको भए पनि घट्ला, त्यो ठिकै हो, तर गाडी बाहिर जानु भएन, त्यो चिन्ताको विषय हो। प्र्याक्टिक्यालिटी र एक्सेसिबिलिटी समेतलाई ध्यान दिई सवारी साधन आयात हुँदा नागरिकहरू सुरक्षित होलान् कि भन्ने एउटा भेहिकल इन्जिनियरिङको हिसाबले चाहिँ मैले यो यहाँ राखेको हुँ। सडक इन्जिनियरिङ उत्तिकै महत्त्वपूर्ण छ। सडक जिम्मेवारले सडकमा चाहिँ एउटा गाडीभित्र राखेको कपी पनि नपकिकन, त्यो ढक्क नलागेको कपी पनि नपकिकन सलल्ल हिँड्न पाउने नागरिकको एउटा नैसर्गिक अधिकार हो। सलल्ल हिँड्न पाउनु, नागरिकहरू खर्च गर्दै हिँड्न पाउनु र हिँडेर बाहिर निस्केको व्यक्ति सुरक्षित रूपमा फेरि पुनर्मिलनमा घरमा फर्किन पाउनु भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ। सवारी साधन चढेर मात्रै पनि होइन, गन्तव्यमा सहज सजिलै समयमै पुग्ने कुरा। मोबिलिटीमा अर्को हाम्रो ट्राफिक प्रहरीको भूमिका चाहिँ समयमै पुर्याउने, जाम कम गर्ने, जाम गर्नेहरूलाई तमाम गर्ने, जाम गर्नेलाई तमाम गऱ्यो भने बल्ल जाम हटेर आसानका साथ हिँड्न सकिने हुन्छ, त्यो गर्ने। अनि त्यो एउटा चाहिँ अवेरनेसको कुरा कार्य छ भन्दा एक त यसै साउरा सडक छन्, त्यसमै डबल पार्किङ गरिदिने बानी छ। फेरि गाडी किन्न सक्ने, गाडी चलाउन सक्ने, सर्टिफिकेट झोलाभरि राख्नेहरूकै त्यो चाहिँ नभइदियो हुन्थ्यो जस्तो लाग्छ। अरूले नजाने सिकाउन सकिँदैछ, जानकाले पनि नगरे यस्तो बडा मुस्किल हुन्छ। त्यस कारणले अब यही मौकामा मैले यो पनि भने, त्यसैले त्यसलाई जाम कम गर्नको लागि सवारी साधनहरू पनि जथाभावी रोकिँदाखेरि चाहिँ त्यसलाई टोइङ गर्नको लागि भेहिकलको जरुरत, त्यो अर्को मोबिलिटीभित्र पर्छ। कहिलेकाहीँ भेहिकल क्रास भइसकेपछि क्रास भेहिकललाई पनि डोराएर अर्को गन्तव्यतर्फ लैजान को लागि पनि हामीलाई त्यस्ता साधनहरूको पनि जरुरत पर्छ ट्राफिकभित्र। यी सबै अलिकति साधन पनि हुँदाखेरि चाहिँ ट्राफिक व्यवस्थापनमा सहयोग पर्छ। त्यसैले मोबिलिटीको अवरोधक हामी आफै पनि कहीँ छौँ कि भन्ने हिसाबले हेर्दा दुर्घटनाको कारणले, जथाभावी पार्किङको कारणले, सवारी अनुशासनको कारणले नरोकियोस् भन्नको लागि चाहिँ ट्राफिक प्रहरी यो सधैँभरि यहाँहरूको सेवामा रहनेछ र यसका केही आधुनिकतासँगै समयको परिवर्तनसँगै यसलाई चाहिने साधनहरूको पनि त्यस्तै जरुरत छ। यसमा पनि संसारभरि नै मैले देखेको सरकारी क्षेत्रले होइन, आजकल निजी क्षेत्रले नै मुलुकको आर्थिक समृद्धिलाई द्रुततर गति दिन सक्छ। यसकारण निजी क्षेत्रहरूका पनि त्यो कर्पोरेट सोसल रेस्पोन्सिबिलिटीभित्र सुरक्षा पनि, शिक्षा, स्वास्थ्य चाहिँ परे। त्यो सुरक्षा चाहिँ त्योभन्दा पहिला हामीलाई पहिला सुरक्षित भए मात्रै पढ्ने जाँगर चल्ने, स्वस्थ हुन मन लाग्ने, राम्रो हुन मन लाग्ने, हिँड्न डुल्न मन लाग्ने, सबै हुने हुनाले सुरक्षा अत्यन्त महत्त्वपूर्ण विषय रहेछ। त्यस कारणले यसतर्फ पनि हामी सबैको कर्पोरेट इन्डिभिजुअल एन्ड कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी पनि छ भन्नेलाई पनि म यसै अवसरमा म निवेदन गर्न चाहन्छु। नाइमा लगायतका सम्पूर्ण अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूलाई उच्च सुरक्षा गुणस्तर मापदण्ड पुरा गरेका सवारी साधन जस्तै एन्टी ब्लक ब्रेकिङ सिस्टम, एयरब्याग र अन्तर्राष्ट्रिय स्तरका क्रास सेफ्टी फिचर्स भएका सवारी साधनहरू नेपाली बजारमा थप प्रवर्धन पनि हुँदै जाउँ भन्ने यहाँहरू सबैमा म आग्रह गर्न चाहन्छु। सुरक्षित सवारीको प्रवर्धन नै दुर्घटना न्यूनीकरणको सबभन्दा प्रभावकारी लगानी हो। अहिले यहाँ एउटा कलेज ग्लोबल कलेजको पनि सहभागिता रहेछ।
मलाई लाग्छ ग्लोबल कलेजले एकदम गजबको काम गर्यो। हाम्रा विद्यार्थी भाइ बहिनीहरू मोटरसाइकल सवारी साधन निकै चलाउनुहुन्छ। ग्लोबल कलेजका भाइ बहिनीहरू यहाँ आएर यो एक्सपोमा यो जुन नाइमा सोमा बस्नुहुन्छ त्यसमा सहभागी पनि हुनुहुन्छ। कमसेकम उहाँ भाइ बहिनीहरूले दुर्घटना हुने कारण थाहा पाउनुहुनेछ, दुर्घटना नगर्ने उपाय गर्नुहुनेछ। अरू कलेजहरू पनि यसरी सहभागी भइरहनु राम्रो हुन्छ होला। आखिरमा पढ्नु भनेको सर्टिफिकेट जम्मा गर्नु होइन रहेछ। पढ्नु भनेको त जीवन उपयोगी कुराहरू सिक्नु रहेछ। अब अहिले सवारी साधन बिनाको त्यो मोबाइल फोन बिनाको जिन्दगी खासै निरस हुन्छ। यो सबै चाहिने भएपछि त यसका खराबीहरू यसका राम्रा कुराहरू पनि जान्नको लागि चाहिँ इच्छा राख्नु पर्ने हुन्छ। र त्यसमा चाहिँ कलेजले नेतृत्व लिइदिँदाखेरि गजब लाग्यो मलाई। यो ग्लोबल कलेजले पनि गजब गर्नु भएको रहेछ। अन्य अन्य कलेजहरूले पनि आफ्ना विद्यार्थीलाई यस्तो मोबिलिटी एक्सपोहरू लगायतका सुरक्षाका थुप्रै उपायहरूका बारेमा निरन्तर रूपमा प्र्याक्टिकल नलेज दिँदै जाने चाहिँ उत्प्रेरणा बढिरहोस् भन्ने शुभकामना दिन चाहन्छु। सुरक्षित सवारीको प्रबन्धन दुर्घटना न्यूनीकरणको सबभन्दा प्रभावशाली लगानी हो भन्ने मेरो विश्वास छ र यसै दिशामा नाइमा साझेदारी अझै अपरिहार्य छ। यति भन्दै अन्तमा यस एक्सपोको सफल आयोजनाका लागि नाइमा परिवार र सम्पूर्ण आयोजकप्रति हार्दिक शुभकामना व्यक्त गर्दै यो आगामी 5 दिन नेक्स्ट 5 days or 6 days नेक्स्ट 6 days अत्यन्त फ्रुटफुल एकदमै गौरवशाली लर्निङ सेसनको रूपमा पनि र यसलाई चाहिँ हामीले जीवन उपयोगी सेसनको रूपमा पनि भएको महसुस गर्ने आफ्ना आइडिया सेयर गर्ने अवसर बनोस् भन्दै सम्पूर्ण सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्ड व्यवसायी र सरकारवालाको सफलताको कामना गर्दछु। सबैको जय होस्, जय नेपाल, धन्यवाद।